हेलो नमस्ते कोनिचिवा तपाईँलाई मेरो ब्लगमा फेरि स्वागत छ। आज हामी धेरै पछि घुम्न जान लागेको छौँ। जाडो छ जस्तै रुवाला फुयासुमीको लास्ट दिन आइतबारको दिन। अब हामी हिरोसीमा घुम्न जाने हो। हिरोसीमा रक्स हेरौँ बाटोमा के हुन्छ। ओके अब हामी निस्किन थालेछौँ। हामी जान थालेको एउटा यो मान्छे हो। एउटा म अनि यहाँ छन् दुईटा मान्छे सेन्पाईहरू। आँखा त लाल लाल के भन्न थाले अब फेरि। अब चाहिँ हामी बाटोमा भेट्नुपर्छ। बिहानको भोजन यहीँ भएको छ। अनि भर्खर कामदेखि आयो। कामदेखि आउने बित्तिकै जाम भनेपछि जाम छुट्टी आज फुयासुमीको फुयासुमीको लास्ट दिन। भोलिदेखि स्कुल छ गएको। अनि आज चाहिँ यस्तो घुम्ने भनेर हिँड्यो हो। सब कठा दिएर यस्तो छ हालत। जाडो हो। ल अहिले बाटोमा भेटौँ ल। वी आर फाइनली इन एकी। एकमा आएको छ हामी। लन्ठाङ्लाहरू यसरी बसिरहेको छन्। यहाँदेखि कता के भन्ने सोधपुछ हुँदैछ हाम्रो। यतादेखि सबको टिकट सिकेट काट्ने के कस्तो हुन्छ के कति खर्च हुन्छ हेर्दै जाउँ के हुन्छ। यहाँदेखि एउटा ट्रेन चढेर 330 को टिकट काटेर एउटा ट्रेन चढेर जाने हो। यहाँदेखि सट्ट लगाएर हाम्रो ग्रुप यहाँ छ। इच 330। यहाँदेखि सट्ट गएर जाँदा नि टेक्टर आउने के छ र। कस्तो चिसो होइन चिसो यहाँ अब यस्तै त छ जिन्दगी। ट्रेन कुर्दा औरा भइसक्यो। 15 मिनट हुन लागिसक्यो। एउटा ट्रेन आएर नै गइसक्यो। हाम्रो ट्रेन आएकै छैन। गाह्रो छ। अघि यहाँ कोही पनि थिएन। अहिले त मान्छे त बाफ्रे। यो ट्रेन पनि आयो ल आयो। हाम्रो ट्रेन नै आयो पछि उतादेखि सर्लक्क। अब लेट्स गो। हामी फर्स्ट टाइम प्लेन चढ्ने होइन ट्रेन चढ्न लागेको हो आजको दिनमा फर्स्ट टाइम। ल आउनुभयो महाराज। अब ट्रेनमा गइन्छ सट्ट। फर्स्ट टाइम हामीलाई ढोका खोल्ने होला। केटाहरू ल्याम्प होइन सरी। कहाँ यहीँ बस्ने हो नि। यो यस्तो बुढा मान्छेहरू बस्ने ल जामै त ल आनन्द। भर्खर अब ट्रेनदेखि तल बाहिर निस्कियो। ओकायामा झरियो। अब यहाँदेखि सिन्कानसेनको टिकट काटेर सट्ट लाएर जानुपर्छ। अब मस्त ट्रेनमा आएको टिकट कटाइ हुँदैछ 12,000 को। टिकट हातमा आइसक्यो। हाम्रो ट्रेन चाहिँ आएको छ। अब हो कि होइन भनेर यस्तो खाएको नि यही हो। लोकल जस्तो छ ट्रेन। लोकल ट्रेन त हो नि। सिनकानसेन हो र बाबु।
महेन्द्र कस्तो फिल भइरहेको हजुरलाई भन्नुहोस् त अलि चिच्चा न अलि चिच्चाएर भन् के भन्ने अब माइक ल्याइदिउँ क्या तँलाई फेरि फाइनली वी इन हिरोसीमा अब यहाँदेखि कता जाने हो हामीलाई केही थाहा छैन बस ट्याक्सीहरू हिँड्छ अब यहाँ भर्खर एकैदेखि बाहिर निस्क्या हो सर्लक्क अब चक्कबारमा गइन्छ आइएम एक्साइटेड बम खसेको ठाउँ हेर्नलाई बम खसेको त होइन बम खसेको ठाउँ हेर्नलाई जाडो छ हामीलाई पनि जाडै छ ठिक छ रमाइलो छ आगो लागेको छ कि के हो होइन होइन यस्तो छ ठुलै रहेछ हिरोसीमा के गर्ने इन्टरनेसनल ट्रिप फर्स्ट टाइम आयो अनि स्टुडेन्ट भिसामा आएर इन्टरनेसनल ट्रिपको मजा लिइरहेको चिल छ चिल अब के हुन्छ हेरौँ न उहाँ त मन्दिर रहेछ तर त्यहाँ आज गइन्न पछि पछि गइन्छ अब त्यो हुँदा बम खसेको ठाउँमा बाई बाई अहिले भेटौँला अब एकदेखि बसमा चढेर जाने आनन्द यसरी सर्लक्क यो बसमा चढ्ने हामी यो हाम्रोमा त पछिदेखि झर्नेवाला होइन र गाह्रो छ जिन्दगीमा यहाँ होइन कि यत्रै कि छ त देख्दैनन् केही पनि यार के पढेको 2 वर्ष Chobori, Nagarekawa, Kamiyacho, the Atomic Bomb Dome, the Peace Memorial Park, Namihidori Iriguchi, Shinkenchi, the Hiroshima Prefectural Art Museum. फाइनली अब बम खसेको बम डममा आयो हिरोसीमा बम खसेर नि यस्तो प्रगति भएको छ बम खसेर त यस्तो हालत छ यहाँको यस्तो प्रगति छ हाम्रो त बम पनि खसाएन केही पनि खसाएन न केही गरे हो ठिक छ होला बिस्तारै चिल छ न्यु चिजको एक्सपिरियन्स गर्नु पाइयो घुमघाम गरेर यसो चट्टा लाएर ल हाम्रो ठेक्रो नानसेट आएको छ यस्तो चिल पारामा हामी फर्किने बेला हाम्रो मोबाइल अफ भएको थियो अनि त्यही भएर भिडियो बनाउन मिलेन अनि यो भिडियो यहीँ नै खत्तम हुन्छ भेटौँला अब अर्कोचोटिमा बाई।